how beautifully it has been bloomed. The flower has been bloomed, and the color of the flower is so beautiful. It's kind of breathtaking moment. Guys, a very good evening to everyone who are watching this video right now, and I welcome you all once again back to my page. And this is from Kartok. So आज चाहिँ evening time मा म तपाईहरुलाई दामी भ्यू देखाउने वाला छु. लो हाई गर, छिटो हाई भन. एकजनाले मात्रै भन्दैछ नि. It's a wonderful view है तपाईहरुलाई. म तपाईहरुलाई हाम्रो गाउँको एउटा फेमस होमस्टे देखाउने वाला छु है. एभ्री टाइम म हाम्रो घरको माथिको होमस्टे भन्छु नि त है, त्यहाँनिर लिएर जान्छु, देखाउँछु पनि. तर आज म अलिक अर्कै होमस्टे लिएर जान्दैछु, जहाँ चाहिँ म पनि फर द फर्स्ट टाइम जान्दैछु है. अनि थ्रु दिस भिडियो, थ्रु दिस भ्लग है, तपाईहरुले पनि हेर्नुस् र मन पर्यो भने आउनुस् हाम्रो गाउँमा घुम्नु. कति दामी जग्गा छ हेर्नुस् त गाइस. Wow, पिछाडी हेर्नुस्. So this one is the Kartok Primary School. यहाँ चाहिँ तपाईको प्राइमरी स्कुल छ है, कार्तोक भन्छ. अनि हाम्रो पढो चाहिँ GHS. So अब तपाईहरुलाई म देखाउँछु ल. So guys, you can come and visit here. Welcome to Kanchenjunga View Homestay, Upper Namchapung, near Bozitar Park, Yumne, Sikkim. So you can give a call in this number, right? And you can book the room. So it's your homestay ho. Ani yaha chahi I per person कति हो त्यो पनि. वाव, यता झन् दामी रहेछ. वाव, ब्युटिफुल. कति मिठो कलर रहेछ. अम्बो. So guys, you can see inside the room also how beautifully it has been made. And यस्तो रहेछ रुमहरु चाहिँ है. यसरी तपाईहरुले बुक गर्न सक्नुहुन्छ. मैले नम्बर दिएको छु. अनि यहाँबाट चाहिँ बेस्ट भ्यू चाहिँ कञ्चनजंघाको छ है. त्यसैकारणले यो पनि कञ्चनजंघा होमस्टे भनेर भन्छ. आउनुस्, तपाईहरु पनि घुम्नुस्, बस्नुस् है. यहाँनिर चाहिँ तपाईहरुको अर्ग्यानिक खानाहरु पनि हुन्छ है. कति दामी फूल फुलाउनु भएछ हाम्रो दाजुले. वाव, वाव, कति दामी हो. आइसला यता पनि रहेछ नि त. सो मलाई पनि पुरा मन पर्यो है. म चाहिँ गाउँमै घरकै छेउमा भएर पनि कहिले आएको थिएन यहाँ चाहिँ. तर आज आइपुग्नु पाएँ. मलाई आफूलाई राम्रो लाग्यो. यहाँको फ्लावरको कलेक्सन चाहिँ आम्मामा हाम्रो दाजु र भाउजूले जोर गर्नु भएको रहेछ कलेक्सन. यो चाहिँ सिजनल प्लान्ट हो. सो यो सिजनल प्लान्ट चाहिँ तपाईहरु आउनु हुँदाखेरि पाउनु पनि सक्छ, नपाउनु पनि सक्छ है. तर घर यो जति पनि होमस्टे बनाउनु भएको छ नि, रुम बनाउनु भएको छ, कति मन पर्यो. अगाडि आँगनहरु है, मजाको छ. Come and visit here. Those who want to come, आउनुस्. ए हुन्छ. ए हजुर. ओ मिस आउनुस्. कस्तो आइसला. हजुर हजुर. ए यो राम्रो रहेछ है. यो रुम राम्रो लाग्यो. हजुर. ए
ए राम्रो छ हैन सिम्पल हैन राम्रो रहेछ त यहाँबाट चाहिँ तपाईको रुमटेक मोनेस्ट्री हो हजुर फर्स्टमा चाहिँ कञ्चनजङ्घा अहिले चाहिँ क्लाउड छ हो क्लाउडले गर्दा ब्लू स्काई हुँदाखेरि चाहिँ क्लियर स्काई चाहिँ कञ्चनजङ्घा भयो स्लिपिङ बुद्ध भयो हो हजुर त्यहाँदेखि यहाँबाट चाहिँ अन्त यो छाङ्गोको बुकनाथङदेखि लिएर अप टु जलुक यो जिगज्याग रोडसम्म कभर गर्छ हो सेकेन्ड पार्टमा चाहिँ हाम्रो यो रुमटेक मोनेस्ट्री हो अन्त यो फेमस प्याडी फिल्ड क्या त साङको त्यो पनि देख्न सकिन्छ अन्त राङ्का भयो आई कन्टेक्ट अफ भ्यू गान्तोकको हो यो अब तोक्ची भयो चाँगे गुम्पाहरू मजाले देख्छ त्यो छ भ्यूको चाहिँ हो मकै कस्तो राम्रो रहेछ हैन फेरि मजाको पोइन्टमा रहेछ नि त तपाईको यहाँनिर है फ्यामिली आएर बस्दा पनि हुँदो रहेछ आउँछ नि गान्तोकबाट सेट्री रहनु भएको थियो कि मजाले बसेर जानु आउनुहोस् गाइस इन्जोय गर्नुहोस् यहाँ आएर दाजुको होमस्टे सो बाहिर चाहिँ यस्तो रहेछ आँगन है मजाले तपाईँहरूले घुम्नु सक्नुहुन्छ वाउ ए हजुर यहाँ चाहिँ ग्याङ आउनु पर्ने रहेछ हौ है ग्याङ आउनु पर्ने रहेछ एक दिन चाहिँ हामी आउँला है दाजु हामी साथीहरू आउँछ है हो नि है हजुर No, thank you. So guys, this is the night view from our place, our location. You can see Gantok out here. Yogiko homestay. Homestay is too, and you can see Gantok out here. No. Yeah, need a Gantok in this. Zoom garna. Oh, you just have a Gantok, eh? Honey. So friends, हामी चाहिँ ब्याक हुँदैछौँ है यी हाम्रोमा हेलमेट छैन त्यो है प्लस फेरि हामी ब्रेक गरिरहेछ हामी ज्यादा छैन 3 मिनट्सको बाटोमा चाहिँ थियो नि त त्यही भएर राति मजा आउँदो रहेछ है मुनिका मिस एकदम यतिको मजा अब तर हामी घर पनि आइपुग्यो त्यही भएर हामीले हेलमेट पनि वेयर गरेको छैन र हामी यहाँनिर बसिरहेको हुँदैन हामीले गर्नु है तर हामीले गर्यो आज सरी चाहिँ कसलाई भने चाहिँ मोटर भेहिकल डिपार्टमेन्टलाई सरी ल हामी घर पनि आइपुग्यो थ्याङ्क यू आइलाजेन हामीलाई सेफली ल्याइदिनु भएकोमा ल अब उसले चाहिँ राख्नु जान्छ निलो के भएको निलोले लडाउनु खोज्छ क्या उसले राख्यो है फ्रेन्ड्स अब हामी चाहिँ घरतिर लाग्यो निलोले झन्डै लडायो मलाई कस्तो बलियो रहेछ यो कस्तो हेल्दी रहेछ यसले मलाई झन्डै लडाइदियो अम्बो मिलो छाडा झरेछ ल अब म चाहिँ घरतिर लागेँ है ओके बाई बाई मोनिका मिस